हेलो मेरो वेलकम दाजु साथी के छ मेरो दाजुभाइ दिदीबहिनीहरू हामी किर्तिपुरमा होमस्टेतिर सानो टुरमा है आज होमस्टेतिर हुन्छ हाम्रो बसाइ हेर्न सक्नुहुन्छ यहाँ कस्तो छ गाउँ एकदम स्विट एन्ड सर्ट भने जस्तै यस्तो राम्रो गाउँ छ यहाँ हेर्न सक्नुहुन्छ यहाँले यो एरिया किर्तिपुरको माथि डाँडा हो कस्तो राम्रो देखिन्छ तपाईहरुलाई मन पर्यो भने लाइक गर्नुस् ल ऊ त्यो व्हाइट हाउस हो हैन व्हाइट हाउसको पारिपट्टि यो जंगलहरु छ अनि यसपछि यस्तो राम्रो ठाउँ हेर्नु न हेर्न सक्नुहुन्छ यहाँ स्विट घरहरु छन् हैन यस्तो राम्रो इन्भाइरोमेन्ट छ घरहरु पनि बगल राम्रो छन् अब यहाँ हामी सानो कार्यक्रममा छौं आज लोकल कुखुरा ल्याएर टक्क काटेर खाने भन्ने प्लानका साथ हेर्न सक्छ यो घर मलाई त साह्रै मन पर्यो यार यो घर कसलाई मन पर्यो लाइक गर्नुस् है अनि के छ नि साथीहरु के भयो कुखुरा छ भन्थे त अघि कुखुरा छ भन्थे साथी हो हैन हाँ चीज अच्छा यो चीज ब्रदरले खाऊ चीज यहाँ छ भाइ हेर बड्डा यो हामी ठ्याक्कै लोकेसनमा आइपुग्यौँ के भन्नुभयो के भयो दिदी यो हो हाम्रो भाले आज रजा सर यो हामी होमस्टेमा छौँ होइन साथीहरू कस्तो रहेछ यहाँको यो होमस्टे हो किर्तिपुरको होमस्टे खास होइन नाइट स्टे पनि यहाँ बस्न मिल्छ यो एरियामा बस्न मिल्छ होइन ए राम्रो रहेछ ल रुम सेटअप रहेछ यहाँ बस्न मिल्ने भनेको यही हो ए ल ठिक छ त्यसो भए यो 2000 गरे 4 जना ए त्यसो त ऊ त्यहाँ माथि अर्को रुम ऊ त्यहाँ माथि छ एउटा रुम एउटा यहाँ रहेछ यो बस्ने सहितको होमस्टे छ है तपाईहरु कतिजना साथीहरुलाई चाहिँ थाहा छैन होला हैन किर्तिपुरको यो माथि व्हाइट हाउस भन्दा माथितिर चाहिँ होमस्टे सहितको व्यवस्थापन छ यहाँ बस्ने यहाँहरु यस्तो आवश्यकता पर्यो भने यहाँ सम्पर्क गर्न सक्नुहुन्छ ए बान बना ओइ गयो यो त प्योर लोकल जान्छ यो के गरेको यस्तो नगर त्यस्तो नगर राम्रोसँग बाधा नगर अरू हेर त भाले